भएको सुमन अधिकारीज्यू एजेन्डा भिजन र उहाँको उम्मेदवारी किन भन्ने कुरा श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएको सर्लाही क्षेत्रको एकका उम्मेदवार सुमन अधिकारीज्यूले आफ्नो भनाइ राख्नुहुन्छ। सुमन अधिकारीज्यू आफ्नो भनाइ राखिदिनुको विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। हाम्रा पार्टीका अध्यक्षज्यू, आज यस कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, प्रशासन मित्रहरू, पत्रकार साथीहरू, तपाईँहरू सम्पूर्णमा जय माटो जय नेपाल भन्न चाहन्छु। हाम्रो पार्टीका अध्यक्षज्यूले धेरै कुराहरू भनिसक्नुभयो। म तपाईँहरूलाई के भन्न चाहन्छु भने एकचोटि माटोलाई जिताएर हेर्नु क्षेत्र नम्बर 1 मा यो माटोको कसम खाएर भन्छु, धरानमा जसरी हर्क साम्पाङले श्रमदान गरेर अभियान चाल्नुभयो, सर्लाहीमा पनि त्यसरी नै चल्नेछ। चुनाव हार जितको मात्र कुरा होइन साथीहरू, चुनाव हार जितको मात्र कुरा होइन। हामी त यहाँ अभियान सुरु गरिसक्यौँ, हाम्रो अभियान यहाँ सुरु भइसक्यो। त्यो अभियानमा तपाईँहरूले साथ दिन तयार हुनुहुन्छ? हामी एक स्वरमा भन्छौँ हामी तयार छौँ, हामी एक स्वरमा भन्छौँ हामी तयार छौँ। त्यसैले साथीहरू, यो अभियानमा तपाईँहरू सबैको सहयोग चाहिन्छ, तपाईँहरूको सबैको समर्थन चाहिन्छ। मैले धेरै कुरा यहाँ भनिन, हाम्रो अध्यक्षज्यूलाई धेरै ठाउँ पुग्नुपर्ने छ, धेरै ठाउँ जानुपर्ने छ। त्यसैले म यति भन्दै बिदा माग्छु। हस्, धन्यवाद। जय माटो, जय देश, जय राष्ट्र। र सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्यताका साथ यस कार्यक्रम सुनिदिनुभयो, अबेरसम्म बसिदिनुभयो र आयोजकको तर्फबाट जुन ढिला भएको छ र त्यसैभरि दौडिनुपर्ने भएको कारणले गर्दा जुन ढिला भएको छ त्यो आयोजकको तर्फबाट हामी माफी माग्दै र आयोजकको तर्फबाट माफी माग्दै आजको यस कार्यक्रम समापन भएको घोषणा गर्दछु। धन्यवाद। नेपाली जनता के भन्छ हर्क सम्पन्न भन्छ।